हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल म अच्युत पन्त हो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु आज आइतबार अहिले 2 साढे 2 जति भयो आज चाहिँ अब म नुहाइधुवाइ गरेर चट्ट खानासाना खाएर घुम्न जान लागेँ अनि घुम्न जान चाहिँ म र मेरो एउटा साथी पनि आउँदैछ रबिन हामी दुईजना नाहामेन प्यालेस घुम्न जाने भनेर सोचिरहेछौँ अनि आज त्यता घुम्नको जानको लागि चाहिँ कहिले सिडी भएर रुमबाट निस्किँदैछु होइन अनि अब निस्केर गएर यता गएर गर्नुपर्छ हाम्रो होस्टेल देखाउँछु म तपाईँहरूलाई हाम्रो होस्टेल चाहिँ यस्तो तरिकाको छ होइन लगाएर यहाँ चाहिँ यस्तो छ है एकै ठाउँमा बेडै बेड छ नेपालको झन्डै झन्डा छ होइन यस्तो छ किचन चाहिँ यतापट्टि छ टक्क लगाएर किचन चाहिँ यस्तो तरिकाको छ टक्कै यहाँबाट बाहिर निस्केर भेट्छु तपाईँहरूलाई घरबाट बाहिर निस्क्यो गाइज घाम चाहिँ ठिक्क लगाइरहेको रहेछ अनि अब जाउँ पोल्न त पोल्याएन घामले अहिले जाडो महिना भएर हल्का तातो चाहिँ भइरहेको बरु हिजो यहाँ तेलले चाहिँ हातमा पोल्या हिजो तरकारी बनाउनु लाग्दाखेरि तेलले पोल्यो जाँदैछौँ म चाहिँ जाँदैछु साथीलाई भेट्नलाई अब त्यहाँ साथीलाई भेटेपछि अनि भेट्नेछु तपाईँहरूलाई अहिले चाहिँ ठक्क बाटोमा निस्केँ म अनि अब मान्छे देखेर लाज लाग्छ लाज त लाग्दैन मलाई त्यो पनि अलिअलि ल उतै गएर भेट्छु तपाईँहरूलाई गाइज म चाहिँ आइपुगेँ मेरो गागको म पढ्ने स्कुल चाहिँ यहाँनिर हो अनि बोर्ड छ यहाँनिर कस्तो खालको छ भने यस्तो देखाएको छु ल यो चाहिँ हो गागको बोर्ड हो यो चाहिँ अनि यो चाहिँ माथिको चाहिँ गागको हो अनि अफिस चाहिँ पछाडिपट्टि छ यो चाहिँ गागको पार्किङहरू गागको चाहिँ यस्तो छ अनि उतापट्टि अर्को बिल्डिङ छ अफिसको बिल्डिङ चाहिँ उतापट्टि छ यो चाहिँ पढ्ने एउटा बिल्डिङ यो भयो अनि अर्को बिल्डिङ उतापट्टि छ अफिसवाला मेन बिल्डिङ चाहिँ उतापट्टि पनि छ दुईवटा बिल्डिङ छ गागको चाहिँ अनि यहाँ चाहिँ दुईवटा गागको छ एउटा तल चाहिँ शिवा हामी पढ्ने गागको भयो अनि माथिपट्टि शुक्ला भन्ने गागको पनि छ म जानु पर्दैछु पासतिर जाँदैछु म साथी आउँदैछ अरे माथिदेखि अनि माथि नै गएर भेट्छु गागको देखाइदिइहालौँ न भने त यस्तो देखाइदिइहाल्यो ल साथीहरू मैले साथी भेटिसकेँ ऊ चाहिँ जहिले आउँदा नि चस्मा ढल्काएर आउँछ होइन अनि आउने बित्तिकै मलाई कति मोटो भएको तेरो पेट ठुलो भयो भनिसक्यो अब चाहिँ बोल्दैन ऊ अब यहाँ हेर्दा नि हेर्दैन अब उसलाई लाज लाग्छ फोन चलाउने हो भेटिसकेँ म हामी कहाँ जाने हो त हामी मेन प्यालेस घुम्नु जाने आज गएर मेन प्यालेस घुमिन्छ होइन के गर्नु जाने हो त हामी मेन प्यालेस जान्छ अब के भयो त्यो बुढो देख्नु नलगाऊ नि तिमी त त्यो बुढोले हेरेर केही फरक पर्दैन हेरिरहेको छ बुढोले भ्यू त हामी आएर जस्तो आएर होला होइन त्यो केटीले नि यताडि गयो भने त अनि क्रस हान्न त लास्टमाथि पुग्नुपर्छ नि त पारिबाट जाने पारि अब सिग्नल आइपुग्यो गाई सिग्नलमा भिडियो नगरौँ राखिदिएँ मैले माथि गएर भेट्छु गाई त्यहाँ साथीले चाहिँ होइन लोटो काट्दै यहाँनिर आएर 1000 रुपियाँको लोटो काट्दै खोइ देखाइदेऊ त टिकट देखाइदेऊ त टिकट यस्तो हो अब नम्बर चाहिँ नदेखाउँ होला लक्की नम्बरहरू हो पर्न सक्छ हामी चाहिँ अहिले यहाँनिर आइरहेको छौँ अब हामी जान्छ यतातिर हो अब उतातिर गएर भेटौँला यहाँ चाहिँ लोटो काट्न एकछिन टाइम लाग्यो लोटो सोटो काट्यो लोटो 6 अब उता गएर भेटौँला साथीले ल्याएर बिजोग बनाइदियो यहाँ ल्याएर कपाल काटिदियो चम्बु देखिने बनाइदियो आफू चाहिँ राम्रो बनिदियो होइन चस्मा त रहेछ धन्न चस्मा भयो नि लगाएर हिँड्नु पऱ्यो अब रुन पनि अब चस्मा लगाएर रुनु पऱ्यो अब चस्मा नलाएर रोयो भने फेरि अलिक कस्तो रोगो जस्तो देखेला हेर्नु न यहाँ आफू चाहिँ कस्तो राम्रो बनिदियो होइन आफू चाहिँ हिरो बनिदिएर मलाई चाहिँ कपाल सपाल कटाइदिएर पुरै चम्बु त मोटो भइस भनेर पुरै कपाल सपाल कटाइदियो चम्बु बनाइदिएर मोटो भइस भनेर कपाल सपाल ठुलो भयो अरे के भयो अरे गुन्डा जस्तो देखियो अरे भनेर कपाल कटाइदिएर चम्बु बनाइदिएर भनेर ल्याएर ल अब बिजोक भइहाल्यो साथीहरू अब ऊ तलतिर गएर भेट्छु है म है यहाँ ल्याएर फोक्कर न 1 घन्टा वेस्ट अनि
मान्छेको थोप्रै बिगार बच्चा जस्तो बनाइदिरहेको अब कपाल काट्नै नआउने रहेछ यहाँ चाहिँ पैसा खर्च गरेर 1500 2000 खर्च गरेर कपाल काट्न नआउनु होला है तपाईँहरू है घरमै काट्नु होला एउटा 1500 को मेसिन किनेर ल्याएर तक्लु हान्नु होला तल गएर भेट्छु म चाहिँ ल गाइज साथी चाहिँ स्कुटरमा आएको थियो अनि स्कुटर यहीँ माथि राखेको थियो अघि त्यही भएर ऊ चाहिँ स्कुटर छोडेर आउँछ अरे तलसम्म स्कुटर लिएर जान्छ अरे म चाहिँ अब त्यहाँसम्म हिँड्दै जान्छु तल कलेज गएकोसम्म अनि त्यहीँ गएर भेट्छु तपाईँहरूलाई गाइज घुम्दै आइपुग्यो नागामिन प्यालेसको यतापट्टि जङ्गलतिर यहाँ चाहिँ हेर्न सक्नुहुन्छ रुखहरू वाइल्ड छ टन्न रुखहरू छ यो पार्क चाहिँ यहाँ चाहिँ बच्चाहरूलाई खेल्ने ठाउँहरू पनि रहेछ अनि हरियाली हरिभरि पुरै एकदम रमाइलो ठाउँ चाहिँ हेर्नु होला म चाहिँ घुमिरहेको छु डुलिरहेको छु यहाँ साथीहरू बसिरहन् अब फर्किनुपर्छ यहाँबाट एकछिन उतातिर घुमेर देखाउँछु अहिले एकछिनमा गाइस ल अति नै भयो साह्रै नै भयो म लास्टै नै ढिलो भइसकेँ यहाँ साथीहरू फोटो खिचेको अरे अर्को साथी नै आइपुग्यो फोटो खिचेछ नि यिनीहरू कति बेला सकिने हो यिनीहरूको होइन अब चाहिँ अब म घरतिर लाग्दैछु घर जानु पऱ्यो सुत्नु पऱ्यो भोक लागिरहेको भात खानु पऱ्यो भन्छु खै छैन अब चाहिँ म फर्केको है अब चाहिँ म तपाईँहरूलाई तोमारीतिर गएर भेट्छु ल साथीहरू म चाहिँ आइपुगिसकेँ तोमारी अब जाँदैछु त्यहाँ अगाडि एउटा सन्देश भन्ने साथी बसिरहेको छ अरे मेरो अब त्यहाँ जान्छु आज म धेरै ठाउँ घुमेँ होइन गएँ कपाल सपाल काटेँ अब त्यहाँ त भिडियो सिडियो बनाउनु नमिल्ने रहेछ त्यही भएर भिडियोहरू चाहिँ बनाइनँ होइन अनि यता पार्कतिर घुमेँ अघि त्यहाँ बर्गर पनि खाएँ गएर त्यहाँ पनि आज मान्छे धेरै भएर भिडियो बनाउन कस्तो लाग्यो अलि त्यही मान्छेहरू बाटोमा चाहिँ भिडियो बनाउन अलि हुँदैन जस्तो लाग्यो त्यही भएर बनाइनँ होइन अनि बाटोमा हिँड्दाको त अब कति भिडियो बनाउनु बाटोमा हिँड्दाको मात्र त्यही भएर बाटोको पनि भिडियो बनाएन त्यही भएर छोटो मात्र भिडियो बनाएको आजको चाहिँ अनि अब गएर एकछिन टक्क बसपास गरेर यहाँ मेरो एउटा भाइ आइपुगेछ है खाइसादेखि काम गरेर च्याट लाएर के छ राजा के छ कहाँ हो नि तिमी तोमारी आइपुगिरहेको त राजा कहाँ ए माइबी माटमा सिटी मार्ट भनेको कहाँ हो ए थाहा भयो ल भलको भाइ ल सब्सक्राइब हान्ने है ल हेलो भन ल खानासाना खाऊ अनि फेरि ग्यासल फर्किने ए ल हाम्रो केटाहरू आइरहेको रहेछ मलाई हेरेर हाँस्दैछन् अब जाउँ छ्यास केटाहरूलाई गफसफ खानु अनि आजको भ्लगिङ हान्नुपर्छ टक्क लगाएर दारी देखाएर हाँस्दैछन् केटाहरू होइन ट्याक्क लगाएर गुन्डा खालका साथीहरू छन् मेरा के छ विपिन के छ ल हेलो भन हेलो ल अनुल हेलो यो चाहिँ मेरो केटाहरू टक्क अब एकछिन गफसफ गरिन्छ अनि त्यसपछि भिडियो इन गरौँला नि होइन ल साथीहरू हामी चाहिँ चट्ट लाएर दिनभरि घुमेर होइन कपाल सपाल काटेर आइपुग्यो तोमारी धेरै हिँड्यो धेरै थाकियो होइन आज खुट्टा सुट्टा दुख्यो अब चाहिँ रुम जानुपर्छ खानासाना बनाएर खानासाना खाएर सुत्नुपर्छ अब भिडियो हेर्नु होला कस्तो लाग्छ मन पऱ्यो भने लाइक सेयर अनि सब्सक्राइब गर्नु होला आजको लागि यति नै धन्यवाद।